अब चाहिँ म यसलाई काट्छु यस्तो छ यसलाई अब एकदम मसिनो बनाएर काट्छु हैन अनि यसरी काट्छु यो कत्रो मसिनो टुक्रा कत्रो बनाउने हो मलाई थाहा भएन ल अलि ठुल्ठुलै बनाइदिनु है हैन अब यसलाई कति चाहिन्छ मलाई यो सबै त चाहिँदैन होला जस्तो लाग्यो थुप्रै होला जस्तो लाग्यो अब हेरौँ काट्न नि कस्तो अजिलो हो सुली चाहिँ सजिलो हुन्छ कि क्या कति चाहिन्छ टुप्पातिर काट्नै मिलेन ल टुप्पालाई यस्तै गऱ्यो अब यति चार काट्छु ल यति काट्छु है अब यता भात पनि सिटी लाग्यो अब यसलाई म यसलाई निमाउने होइन म यसैमा अब कराई बसाल्छु है अनि अब साग भुटिया हेर्नु है कराई यहाँ बसाल्यो है अब तेल पनि हाल्नु पर्यो हैन लौला के हो यो तिरै सक्यो क्या हो यो के हो अहिले त पुग्ला जस्तो यो हाल्नु के हाल्छ सागमा ए प्याजहरू पनि हाल्छु अरे एउटा प्याज पनि हाल्नु कि सागमा प्याज हाल्दैन क्या हो हाल्दैन जस्तो लागेन नहाल डाइरेक्ट फ्राई गरिदिनु प्याज नहाल्ने अब यहाँ पहिला तेल हाल्ने त्यसपछि हाम्रो यसलाई टक्क लाएर यहाँ पुरै भुट्ने भन्छन् अब कसरी भुट्ने हो हेरौँ है त तेल तेल कुन भाँडामा छ यो कहाँ छ यो के हो सधैँ प्रयोग गरौँ के होला यो 150 हुने थियो यो त तेल होइन जान्छ चुकमिलो हो क्या ओ के आयो तेल होइन अहिले यहीँको हाल्नु यसले पुग्छ होला ए रहेछ ल ल ल यदि हाल्नु सबै अब के हाल्छु है जिराहरू हाल्छ कि खुर्सानीहरू हाल्छ है अब अलिकति बेसार नै हालिदिउँ न के हुन्छ साग महेलो हुन्छ खुर्सानी नै हालिदिउँ ल खुर्सानी कति हाल्नु 2-3 हालिदिउँ ल ए मेथी हाल्नु पनि बिर्सेछ नि यहाँ ल मेथी पनि हालिदिउँ अब के हाल्छ यहाँ जिरा जिराहरू हाल्छ मसलाहरू हाल्छ क्या हो मसला अलिक पछि हाल्ने अरू के हाल्छ त यहाँ जिरा जिरा रहेछ यो पनि हालिदिनु क्या हो यो के हो जिराहरू सुको जिरा हाल्नु यो नि हाल्छ अब चाहिँ लगभग मैले यहाँ हाल्नलाई चाहिँ है यति छ कति बेर तताउँछ अब त्यो पुरै आइसक्यो फिज आइरहेछ बेपत्ताले अब भयो होला ल यो चाहिँ थुप्रै भयो है लाग्दोमा त आमामा के हो यो अलिकति हुने कस्तो करायो कराई ल अब यो डन्ठीहरू नै हालौँ
त्यसपछि यो चलाउनु पर्यो ल अब यस्तो चलाउँदै जाने सागलाई यसरी हालिसकेपछि अब चलाउँदै जाने यसरी हैन यसरी चलाउँदै जाने यदि साग फ्राई चाहिँ एकदम टेस्टी तरिकाले चाहिँ कसरी खाने भन्ने तरिकाले हामीले अहिले यहाँ सिकाइरहेछौँ अब साग चाहिँ एकैछिनमा उठ्यो भइसक्यो है अहिले कति थियो एकैछिन ल कति चाँडो आगो ठुलो बढ्यो क्या हो के हो यसमा के अरू डाइरेक्ट साग होला आज आलुहरू हालेन है यसलाई साग भुटिया भन्छ है साग भुटे ए के हो यो छोप्छै छोप्दैन है सागलाई एकछिन छोपिदिनु छोपिदियो भने झन् चाँडो हुन्छ छोपिदिनु ल छोपिदिनु एउटा थालले थाल पनि आउँदै आउँदैन एकचोटि 3-4 आउँछ ल छोपिदियो ल अब छोपिदियो नुन स्वाद अनुसार अब डाइरेक्ट नुन हाल्दै हुन्छ होला ल नुन हाल्दै अब नुन आइसक्यो अब नुनलाई मैले खोल्दैछु नुनै हो यो अब यो हटाइदियो एकैछिनमा पाकिसकेछ नुन अलिकति हाल्नु कति जति हाल्ने ल यति जति हाल्नु नुन ल उसलाई झरिहाल्यो थुप्रै पुग्दैन होला ल यति हालिदिउँ ल के अहिले नुन पुगेन भने झ्याउ हुन्छ ल यति हालिदिउँ अब फेरि भुट्ने साग फ्राई भने यो फ्राई नै भएन है पुरै यो त आइरहेको छ के हो कसरी फ्राई हुन्छ त्यो ल गर्ने अब अहिले कलर त दामी आइसक्यो सागको बेसार उठ्यो नै हालिदिन्छु ल अब मसलाहरू जिरा धुलोहरू यो पनि हालिदिन्छु पाक्न लागिसकेको छ अहिले फेरि भ्याउँदैन है मसला पाक्नै भ्याउँदैन ल अहिले भर्खर अहिले ल पुरै पानी नै पानी आइदियो नि है सागमा ल पाकिसक्यो क्या हो यसलाई पुरै फ्राई गर्ने भने पानी नै पानी आएर तनाव बजायो कसरी फ्राई गर्छ है अब एकछिन सुकाउनु त सुकाएर हुन्छ होला है ल एकछिन मैले काट्छु है यो चाहिँ अब अन्डालाई यस्तो प्याजले पुरै आधैभरि उठ्यो आयो है त्यति कस्तो पिरो खाले तनाव रहेछ यसरी काट्यो सानो धेरै सानो बनाउनै सकेन तनाव रहेछ यो ल अब यहाँनिर हुन्छ अहिले चाहिँ लगभग होइन 5 मिनट जति त्यो गरेपछि यसको पानीहरू सक्यो है अब चाहिँ पुरै फ्राईमा आइसक्यो है अब पाके नि होला जस्तो लाग्छ यहाँ अन्डाको नि अब यहाँ रेडी भएको छ यहाँ मैले प्याज काटेर हालिसकेँ होइन अब यहाँनिर नुन खुर्सानी बेसारहरू नि हालिदिएँ अब यो पाके जस्तो लाग्यो ल झिक्छु अब यो यतिको भयो खै पाक्यो होला त्यस्तो त लाग्दैन होला ल यो पाक्यो यसलाई झिक्छु अब ल अब साग झिकिसकेँ मैले अब अन्डा पकाउनु कहाँ भयो भाँडा फेरि कहाँ राख्छ त तोलो कहाँ राखेर फेरि कहाँ हिजो पका ए बिहान यता रहेछ त भाँडा हिजोकै धोएको रहेछ त्यसलाई पहिला धोयो ल यहाँ फेरि ग्यास गइसक्यो फेरि त्यो लौला निमे पुरी फेरि बाल्नु पऱ्यो अब ल म एकचाल धुन्छु है पहिला हिजोकै धुवा रहेछ ल यतिकै चम्काइयो फेरि बाल्नु पऱ्यो अर्को तनातो भयो त
एकछिन है ल अब अन्डाको लागि त्यो भाँडा बसाल्यो अब यसलाई पहिला चम्चाले फिटाउनु आँटाले फिट्छु यसलाई पुरै प्याज धेरै भएछ अन्डा 2टा हाल्यो के हो यो पुरै प्याज मात्र आउँछ ए अम्लेट अब प्याजको ए आयो यो त ताजिसक्यो अब तेल ए तेलको भाँडै मैले देखिरहेको छैन कहाँ छ कुन चाहिँ हो आफ्नै घरकै अर्ग्यानिक तेल थियो कहाँ राख्यो आफ्नै तोरीबारीको भेट्दैन अब चाहिए बेला हेत्तेरी कहाँ चाहिँ होला त यो त देख्दैन यो साइडतिर किन घरको यहाँ रहेछ अब यो भ्याउँदैन अब काट्न यता तातिसी मुनितिर रहेछ यो हालिदिन्छु यहाँ अलिकति यहीँ भेट्यो यही हालिदिन्छु यसलाई धेरै चाहिँदैन क्या ल यही हालिदिन्छु एट ल यहाँ के हाल्छु अब यो ऊहरू हाल्छु क्या हो बेसारहरू बेसार नै हाल्छु ल ए नुनै हाले छैन क्या हो मैले यो धुलो यो जिरा मसला नि हाल्छु नुन हाले नुन यतै हालेर फिट्नु अघि हालिसियो हो कि बिर्स्यो न धेरै नहाल्ने त्यसो भए ल यो फिट्यो यता तेल पुरा फर्र भइरह अब यहाँ हालिदिन्छु म के हो यो ल यो हालिदिन्छु है त ए भइसकेछ ल च्याङै गरेन धेरै बेर के हुन्छ त यो के हो अर्कै भाग्यो अब झ्याङ्यो गर्नु पनि के भयो आगो पुरै यो त पिज्जा जस्तो देखियो पुरै पिज्जा जस्तो आयो प्याजहरू धेरै भएछ अब चाहिँ म यहाँलाई फर्काउँछु फर्काइसकेपछि यहाँ लगभग खानालाई रेडी भयो कुचुडी कुचु आऊ माम खाना आऊ कान्छो छोरो नि छ अब हामी खान्छ यहाँबाट पकाएर अब यहाँ फर्काउनु गइरहेको छु है यो फर्काउनु पनि तनावै रहेछ त फेरि है लौला है के भयो लौला ठिकै भयो के भयो ल मेरी फर्किनु लाग्यो है पुरै फुट्यो यस्तो हालतमा आयो अहिलेसम्म कति राम्रो देखिरहेको थियो यता देखाउँछु है हालत यस्तो भयो पुरै टुक्रा भइदियो ल केही छैन अब खाएको दाल